साथीहरू असार श्रावण र भदौ महिनामा केही यस्ता किसिमका खानेकुराहरू छन् जसलाई सेवन गर्नु हुँदैन। यदि त्यस्ता किसिमका खानेकुरा हामी सावधानी नअपनाइकन सेवन गर्यौं भने यसले हाम्रो शरीरभित्र विभिन्न किसिमको स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ। त्यसकारण साथीहरू आजको यस भिडियोमा असार महिना, श्रावण महिना र भदौ महिनामा बिल्कुलै खान नहुने केही यस्ता किसिमका खानेकुरा छ जसको बारेमा डिटेलमा जानकारी उपलब्ध गराउँछु। साथीहरू यो भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो यदि तपाईलाई राम्रो लागेको छ भने यसलाई लाइक गर्नुहोला र धेरैजनाको बीचमा यसलाई शेयर गरिदिनु होला। सबैभन्दा एक नम्बरमा रहेको छ पत्तेदार सागको सेवन, जस्तै पालुङ्गोको साग भयो, रायोको साग भयो। असार, श्रावण र भदौ महिनामा फोहर पानीका कारण हाम्रो माटोभित्र ओसिलोपन बनिरहेको हुन्छ, जसको कारणले गर्दा त्यहाँ ब्याक्टेरिया र फंगसको संक्रमण बढेको हुन्छ। ती ब्याक्टेरिया र त्यो फंगस हाम्रो यो जुन पत्तेदार सागहरू छ यसको पातमा आएर टाँसिएका हुन्छन्। यदि तपाईहरू यसले राम्रोसँग तातो पानीले नधोइकन, राम्रोसँग नपकाइकन सेवन गर्नुभयो भने यसले तपाईको शरीरभित्र विभिन्न किसिमको संक्रमण उत्पन्न गर्न सक्छ, तपाईले स्वास्थ्य समस्यामा पार्न सक्छ। त्यसकारण सकेसम्म असार, श्रावण र भदौ महिनामा पत्तेदार सागको सेवनबाट जोगिनुपर्छ। यदि गर्नै पर्यो भने यसले राम्रोसँग धोएर, राम्रोसँग पकाएर मात्र सेवन गर्नुहोला। दोस्रो नम्बरमा रहेको छ फूलगोभी र ब्रोकाउलीको सेवन। साथीहरू, काउली र ब्रोकाउलीको सेवन गर्दा विशेष सावधानी अपनाउनु पर्छ। असार, श्रावण र भदौको महिनामा विभिन्न किसिमका किराहरू यो जुन ब्रोकाउली छ यसको बीचबीचमा गएर बसेको हुन सक्छ। त्यसकारण यसको सेवन गर्दा यसलाई तातो पानीले धोएर राम्रोसँग यसलाई पकाएर मात्र सेवन गर्नुपर्छ। अलिकता पनि कहीँ कतै काँचो रह्यो वा खाँदाखेरि केही लापरवाही गरियो भने यसले तपाईले समस्यामा पार्न सक्छ। तेस्रो नम्बरमा रहेको छ समुद्री खानेकुरा। समुद्री खानेकुराको कुरा गर्दा समुद्रमा पाइने माछा, झिंगा, गङ्गटो, जसले हामीले केकडा भन्ने गरिन्छ, यस्तो यो महिनामा सेवन गर्नु हुँदैन। किन भन्दाखेरि दूषित पानीमा रहेका ब्याक्टेरिया अथवा फंगस यिनीहरूको शरीरभित्र गएर बसेका हुन्छन्। यदि यसलाई राम्रोसँग सफा नगरिकन हामी सेवन गर्यौं अथवा पकाउँदाखेरि काँचो रह्यो भने यसले हाम्रो शरीरभित्र संक्रमणको जोखिम उत्पन्न गर्न सक्छ र हामीलाई समस्यामा पार्न सक्छ। त्यसकारण सकेसम्म यो समुद्री खानेकुरालाई असार, श्रावण र भदौको महिनामा सेवनबाट जोगिनुपर्छ। यदि गर्नै पर्यो भने राम्रोसँग पकाएर अनि मात्र यसको चाहिँ सेवन गर्नुपर्छ। चौथो नम्बरमा रहेको छ काँक्रोको सेवन। असार, श्रावण र भदौ महिनामा उत्पादन भएको काँक्रोको सेवनबाट जोगिनुपर्छ, किनभने यस्तो अवस्थामा दूषित पानी रहेको हुन्छ र त्यो दूषित पानीबाट उत्पादन भएको जुन यो काँक्रो छ यसभित्र ब्याक्टेरिया अथवा फंगसको संक्रमण हुन सक्छ, जसले हामीलाई समस्यामा पार्न सक्छ। त्यसकारण साथीहरू, सकेसम्म असार, श्रावण र भदौ महिनामा उत्पादन भएको जुन काँक्रो छ यसको सेवनबाट जोगिनुपर्छ। यदि गर्नै पर्यो भने यसलाई राम्रोसँग पकाएर मात्र सेवन गर्नुपर्छ। पाँचौं नम्बरमा रहेको छ मुलाको सेवन। असार, श्रावण र भदौ महिनामा उत्पादन भएको मुलाको सेवनबाट पनि जोगिनुपर्छ। यदि गर्नै पर्यो भने यसको जुन बाहिरको बोक्रा हुन्छ त्यसलाई फालेर राम्रोसँग पकाएर मात्र यसको चाहिँ सेवन गर्नुपर्छ। नाइ भने दूषित पानीका कारण र एकदमै ओसिलो माटोका कारण यसमा पनि ब्याक्टेरिया अथवा फंगसको संक्रमण हुन सक्छ र जुन हामीले समस्यामा पार्न सक्छ। छैठौं नम्बरमा रहेको छ पत्ता गोभीको सेवन। साथीहरू, असार, श्रावण र भदौको महिनामा यो जुन पत्ता गोभी छ यसले काँचो सेवन गर्नु हुँदैन। किन भन्दाखेरि असार, श्रावण र भदौको महिनामा पानी दूषित हुन्छ, साथै माटो पनि दूषित हुन्छ, जसको कारणले गर्दा त्यहाँ ब्याक्टेरिया र फंगसको संक्रमण उत्पन्न हुन्छ। ती ब्याक्टेरिया र फंगस यसको पातमा गएर लुकेर बसेका हुन्छन्, जसको कारणले गर्दा यदि हामी यसलाई काँचो प्रयोग गर्यौं भने यसले हामीले समस्यामा पार्न सक्छ। त्यसकारण यदि बन्दा गोभी खान मन लाग्यो अथवा खानु पर्यो भने यसलाई राम्रोसँग पकाएर मात्र खानु होला, काँचो यसलाई सलादको रूपमा सेवन नगर्नुहोला। यसरी साथीहरू, यी सम्पूर्ण खानेकुरा सकेसम्म असार, श्रावण र भदौको महिनामा सेवनबाट जोगिनुपर्छ। गर्नै पर्यो भने यसलाई राम्रोसँग पकाएर सफा गरेर मात्र सेवन गर्नुपर्छ।